तीनवटा भाइरल पार्क घुम्दा चाहिँ मजा आयो, तर बीच बाटोमा हामीलाई के भएर हिँड्नु पर्यो होला त। भिडियो पुरा हेर्नु सबै थाहा हुन्छ। अल गुड गाइज, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै र आरामै छु। आज चाहिँ हामी जाँदैछौँ सबै फ्यामिली भएर तीनवटा ठाउँ घुम्न। कहाँ जाँदैछौँ र के गर्दैछौँ हेर्नको लागि भिडियोमा बनिरहनु होला। र भिडियो राम्रो लागेमा लाइक र कमेन्ट गर्न नबिर्सनु होला। सबैभन्दा पहिला चाहिँ हामी रिक्सामा बसेर गइहाल्छौँ। हामीले चाहिँ रिक्सा बुकिङ गरेको थियौँ, किनकि अब 3 ठाउँ जानलाई चाहिँ अलग अलग रिक्सा गऱ्यौँ भन्दा भाडा नि धेरै लाग्छ, त्यही भएर हामीले रिक्सा बुकिङ गरेका थियौँ। फेरि मेरो सानो भान्जीलाई निन्द्रा लागेर मेरो बुढीले मेरो दिदीले काखैको बिस्तारा बनाएर सुताइदिन्छन्। फेरि हामी सबैभन्दा पहिला चाहिँ पुगिसकेका थियौँ हात्तीसारमा। हजुरहरूलाई पनि लागिरहेको होला, नाम सुनेर चाहिँ अब हात्तीसार भनेपछि त अब हात्ती त हुन्छ जस्तो लागिरहेको थियो होला, तर मलाई पनि त्यस्तै लागेको थियो। हात्ती चाहिँ छैन भन्नु चाहिँ मिल्दैन, तर हात्ती छ। हात्ती त छ, तर कहाँ छ भन्ने कुरो मलाई पनि थाहा भएन। अब आउँदैछ भन्दै थिएँ। अब हामी चाहिँ पिङ खेलाउँदैछौँ फेरि बच्चा बच्चीहरू, र मेरो भिनाजु खेल्न लाग्नु भएको छ, सबैभन्दा ठुलो मान्छे। सोच, सबैलाई रमाइलो लागिरहेको छ। मलाई चाहिँ पिङ खेल्न चाहिँ कहिल्यै पनि मन लाग्दैन, त्यही भएर मैले खेलिनँ, नत्र म पनि खेल्थेँ। फेरि मेरो भिनाजु र बुढीलाई चाहिँ खुब रहर लाग्दो रहेछ पिङ खेल्ने, त्यही भएर उहाँहरूले खेल्दै हुनुहुन्थ्यो। त्यसपछि फेरि बच्चाहरूलाई खेलाइदिने रे। यस्तै हो, सानोको बेला पिङ खेल्न मन लाग्दाखेरि पिङ हुन्थेन। अब ठुलो भएर मलाई चाहिँ त्यो रहरहरू नै मर्यो। अब त्यसपछि हात्ती आयो भन्दै थियो। फेरि म र मेरो भान्जाहरू चाहिँ दौडेर गएको हुन्छ हात्ती हेर्न सक्नुहुन्छ। हात्तीलाई चाहिँ उतै राखेको छ, अहिले हामी नजिकबाट पनि हेर्न जान्छौँ। अरू मान्छेहरू चाहिँ दौडी गइरहेको थियो। अहिले चाहिँ म चाहिँ जाँदैन, किनकि मैले सानो भान्जाहरूलाई लिएर आएको थिएँ। फेरि दिदीहरू आएपछि म जान्छु सबैलाई लगेर, किनकि सानो सानो बच्चाहरूलाई हात्तीको नजिक लगेपछि त सातो जान सक्छ नि त। फेरि मैले चाहिँ सर्प हो कि भनेर देखाएको पछि त लट्ठी पो भन्छ बा मलाई त। फेरि मेरो भान्जा दौडेर आयो, सर्प भन्न साथ यस्तो दौडेर आयो मेरो भान्जा। मलाई पनि अर्कै लागेपछि मेरो बुढी र मेरो दिदीहरू, मेरो सोल्टिनाहरू सबै मिलेर पुरै माछा यत्रो माछा छ, कता जानु भएको छ भन्दै थियो। अब माछा मार्नु नि भएन, घुम्न आएको जति ठुलो माछा भयो नि के गर्नु। फेरि हामीले चाहिँ यस्तो झुलुङ्गे पुल तडेर आउनुपर्छ यो हात्तीलाई हेर्नको लागि। अब के गर्नु, जसलाई हेर्न आएको त्यसलाई त हेर्नै पर्यो, त्यही भएर पनि मेहनत त गर्नु पर्यो। नजिक गएर भए पनि हेर्नु पर्यो, हजुरहरूलाई पनि देखाउनु पर्यो, किनकि मेरो काम हजुरहरूलाई देखाउने। फेरि सबैले हात्ती हेरेर मजा आयो। मेरो छोटो मिनी ब्लग भन्दै थियो मेरो भान्जाले। त्यहाँबाट फर्किसकेपछि चाहिँ यहाँ चाहिँ रमाइलो गर्दै हुनुहुन्थ्यो। अब मैले यो चाहिँ साउन्ड खोलिदिन्थेँ, फेरि मेरो युट्युबमा कपिराइट हानिदिन्छ, त्यही भएर मैले साउन्ड खोल्दैन। यत्तिकै हेर्नुहोस्, इन्ट्रेस्टिङ छ। यो एउटै ठाउँमा यति रमाइलो भएको थियो। यहाँबाट जान मन त थिएन, तर पनि के गर्ने, जानु त पर्यो। फेरि हामी म र दिदी अब गयौँ भन्दै बाई बाई गर्दै थियौँ। अब त्यसपछि चाहिँ हामीले अटोको भिडियो बनाएन, सिधै हामी फेरि पुग्छौँ पोखराको लेक साइड। भन्न त मिलेन अब तै पनि। अब सुतैया तार यहाँ चाहिँ यो यति धेरै भाइरल थियो कि बिचमा, अब चाहिँ हामी आउँदाखेरि चाहिँ त्यति भाइरल थिएन, तर बिचमा चाहिँ खुब भाइरल भएको थियो है। म चाहिँ अलिक कन्फ्युज भएको कुरा चाहिँ अब के भन्दाखेरि यो तालको नाम सुतैया ताल किन राख्यो होला त, थाहा छ भने हजुरहरूलाई कमेन्ट गरिदिनु होला त प्लिज। मेन कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ अब यहाँ चाहिँ अटोको चार्जर खतम भइसकेको थियो। अब त्यो अटोले अब हामीलाई यहाँ छोड्छ भने घर छोड्न सक्दैन, घर छोड्छ भने यहाँ छोड्न सक्दैन। त्यही भएर हामीले जे जस्तो भए पनि अब घर फर्किनु त भएन। यहाँसम्म आएको घुम्न जान्छौँ भनेर हामीले बरु